guys, welcome back to my YouTube channel India's Kitchen। यो पनीर आज पनीर बनाउँदैछु। यहाँ आलु फ्राई गरे भेन्डीको लागि, यहाँ तेल खरिदैछ यहाँ भेन्डीको लागि। यो प्याज भेन्डीमा हाल्ने, यो टमाटर, यो लसुन। यहाँ मैले अब प्याज हाल्छु, खाने तेल हो यो। प्याज हाल्दै भेन्डीमा यो चाहिँ लसुन हैन, यो तपाईँको मनबाट चलाइदिनु। यो मैले बनाएको माछा फर्सी हो गाइसहरु। यहाँ मैले हर्दी र खोर्सानी हालेँ। भेन्डीको लागि त्यसै सादा बनाउँछ, म चाहिँ प्याज हालेर बनाएको। आलु पनि हाल्दै हाल्छु। यो चाहिँ फ्राई गरेको अलिअलि मैले आलु मिठो हुन्छ। यहाँ आलु हाले यस्तो भयो कलर। तपाईले चाहिँ मैले चाहिँ गोलो गोलो काटेँ, तपाईले चाहिँ लामो लामो काटेर पनि हाल्न सक्नुहुन्छ। नुन पनि हालेँ भेन्डीमा मैले। चलाउन दिन्छु मजाले। तल हालेर देख्नुहुन्छ तपाईँलाई यस्तो भयो। चौधहरू छोपिदिन्छु यसलाई। यहाँ दाल बनाएको मैले बिहान, यसमा मैले प्याज अन्त लसुन अदुवा हालेर बनाएको मुङ्गी र मुसुरी दाल बिहानै बनाएको मैले। यो चाहिँ हो चामल धुँदैछु मैले। यो हो तपाईँको सिद्राको अचार बनाउँछु आज म। मेरो चाहिँ यो डल्ले छैन रहेछ, सिद्राको अचारमा सुक्खा खोर्सानी पर तेलमा फ्राई गरेर हालिदिन्छु। यतिकै चाहिँ भयो यो खोर्सानी हो, यतिकै चाहिँ भयो। हेर्नुहोस् डल्ले चाहिँ छैन क्या, त्यही भएर मैले हालिदिएको। टमाटर पनि मैले तेलमै फ्राई गर्दैछु। यो चाहिँ चिन्डे माथि दिनुभएको मलाई किन्ने। सिद्राको अचार चाहिँ मैले यहाँ पिस्दैछु लौरो र सिलौटामा। भेन्डी यतिको भएछ। सिद्रा चाहिँ यतिको फ्राई गर्दैछु। बाट पनि पाकिसक्यो। सिद्रा चाहिँ यतिको फ्राई भयो, अब यसलाई म पिन्छु। यतिकै चाहिँ भयो अचार। भेन्डी चाहिँ मेरो पाक्नु आँटेको छ। यहाँ भात बसालिरहेको छु मैले। अब यो पनिरमा चाहिँ प्याज टमाटर लसुन मात्रै हालेर बनाउँछु म। तपाईँलाई रेसिपी देखाउँछु। यहाँ बडीले एकदम रमिता हेर्नु हुँदैछ अरे हो। यहाँ हुनुहुन्छ भ्लग गर्नु भन्दैछ बडीले मलाई। आजको वेदर यस्तो छन्। यहाँ चाहिँ मैले खाने तेल हालेँ, त्यही भएर यो प्याज यो लसुन अन्त यो टमाटर। अब यो प्याज हालिदिन्छु। मैले चाहिँ सानो तावा युज गरेको किनभने सानोमा छिटो हुन्छ कि, त्यही भएर आज दिन चाहिँ कन्टिन्यू लगाउँछु। टमाटर र उस पनि हाल्नु, लसुन पनि हाल्दिनँ मैले। कलर चाहिँ यस्तो हाल्यो। तपाईँहरूले यो पनिरमा तपाईँहरूको मसला हुन्छ त्यसमा हाल्नु सक्नुहुन्छ। म चाहिँ सादा बनाइदिएको, त्यही भएर। भेन्डी चाहिँ तपाईँको यतिको भइसकेको छ। हेर्नुहोस् आलु पाकेको, आलु पनि पाक्यो, भेन्डी पनि पाकेको छ। यसमा मैले हर्दी र रङ खोर्सानी मात्रै हालेको छु। पनिर हालिदिन्छ। अब चाहिँ पनिर अलि फ्राई गरेकै हो यो। यस्तो भेन्डी पनि भयो, यस्तो भयो। अब एकछिनमा यो सुकेर नुन सुन सबै हाल्दैछु मैले। भात चाहिँ यतिको भयो।